मन्दिर जाम घन्टी बजाम नरिवल फुटाम पार्ट 2 केडा हो किनकि भोलि राति 12:45 मा हुँदैछ इएल क्लासिको त्यो पनि सुपर कपको फाइनल केडा हो रियल म्याड्रिड भर्सेस बार्सिलोना भोलि राति 12:45 मा है केडा हो अब यो भन्दा अगाडिको वर्ष नि हामीले सुपर कपको फाइनल यही दुईटा टिमको हेर्या हो अब लाज बुझाएर भन्नु पर्दाखेरि हामीले 5 गोल भेट्या हो केडा हो सो त्यसको पनि अलिकति रिभेन्ज फिलिङ छ जाबी अलोन्सोको अन्डरमा यो हाम्रो पहिलो फाइनल हो केडा हो सबभन्दा ह्याप्पिएस्ट न्यूज भनेको हाम्रो एम्बाप्पे आइसकेको छ स्क्वाडमा सो एम्बाप्पे पनि स्टार्ट गर्छ होला यो गेमको लागि त्यसले गर्दा नि अझै होप बढेर आछ अब बार्सिलोनाको त के कुरा गर्ने केडा हो 5 गेम भइसकेको छ गोल नखाएको लास्ट 5 गेम पुरै क्लिन सिट छ बार्सिलोनाको एक गोल खा छैन यो टिमले डिफेन्सिभली पनि स्ट्रङ भइसकेको छ अब हामीले पनि 5 वटै गेम लगातार जितेरै आछौँ आउन त तर कसरी जितेका छौँ के गरेर जितेका छौँ कुन स्थितिबाट जितेका छौँ त्यो सबैलाई थाहा नै छ केडा हो सो इएल क्लासिको हुँदैछ भोलि फाइनल हो केडा हो आई थिङ्क रियल म्याड्रिड चाहिँ अलिकति रिभेन्ज मोडमा जानुपर्ने हुन्छ अस्तिको त्यो यामालको स्टेटमेन्टले झन् इएल क्लासिकोलाई अझै खतरा खालको इनर्जी दिइरहेछ सो हेर्न एक्साइटेड छु केडा हो के लाग्छ केडा हो के हुँदैछ प्रेडिक्सन दिउँ सबैजनाले अब मेरो प्रेडिक्सन त अफकोर्स रियल म्याड्रिडले जित्छ जस्तो लाग्छ मलाई त होइन तपाईँहरूलाई के लाग्छ आफ्नो प्रेडिक्सन दिनु होला केडा हो अनि भोलि राति 12:45 मा रेडी भएर बसौँ सबैजना टिभी र मोबाइलको अगाडि केडा हो